सम्पूर्णलाई नमस्कार। अ, म त ठिकै छु। हजुरहरूलाई कस्तो छ? हजुर पनि आराममा हुनुहुन्छ होला भन्ने आशा राख्दछु। म चाहिँ आज एउटा छोटो भिडियो लिएर आउँदैछु। मन परे हेरिदिनु होला, मन नपरे स्क्रोल गरिदिनु होला। र तपाईँहरू कस्तो कस्तो भिडियो हेर्न चाहनुहुन्छ भन्ने खालको अ, आफ्नो कुराहरू पनि कमेन्टमा राखिदिनु होला। र म चाहिँ प्रायः केही सन्देशमूलक होस् र केही जानकारीमूलक होस् भनेर एउटा सानो सानो भिडियोहरू, सानो सानो क्लिपहरू लिएर आएको हुन्छु। यसै बिचमा आज म एउटा सानो क्लिप लिएर आएको छु। पछिल्लो समय नेपालबाट जापान आउने को सङ्ख्या निकै बढेको छ। नेपाली विद्यार्थीहरू र वर्किङ भिजामा लगायत विभिन्न भिजामा नेपालबाट जापानमा आउनेको सङ्ख्या निकै ह्वात्तै बढेको छ। यो सँगै नेपालीहरूको सङ्ख्या जापानको कुन सहरमा बढी नेपालीहरू छन् त भन्ने तथ्याङ्क चाहिँ यो जापानको एकदम ठुल्ठुलो सहरहरूमध्येमा जापानको फुकुओकामा चाहिँ धेरै नेपालीहरू बसोबास गरेको पाइयो पछिल्लो तथ्याङ्क अनुसार। यसै बिचमा अ, जापानिजहरूले नेपालीहरूका लागि मात्रै नभएर विदेशीहरूका लागि अ, चाहे जुनसुकै भियतनाम होस्, इन्डोनेसिया होस्, श्रीलङ्का होस्, होइन, ब्राजिल, टर्की, विभिन्न देशबाट यो जापानमा आउने र बसोबास गर्ने र विभिन्न भिजा प्राप्त गरेर आफ्नो जीवनयापन गर्नेको सङ्ख्या पनि निकै बढेको छ। र आज चाहिँ म के भन्न चाहन्छु भने पछिल्लो समय जापानले पनि विदेशीहरूका लागि केही नियमहरू बनाएको छ र नियमहरू एकदम टाइट गर्दै गइरहेको छ। जसकारण चाहिँ जापानीहरू आफैले आफूलाई दम्ब गरेको नभएर उनीहरूले चाहिँ आफ्नो नियममा बस्न नसकेको विद्यार्थीहरूलाई विदेशीहरूलाई विभिन्न भिजा प्राप्त गरेर बसेका विदेशीहरूलाई चाहिँ अलिअलि नियम कडा गरेको छ। त्यति विधि कडा त होइन, तर यदि जापानमा चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि यहीँको नियम पालन गर्ने र यहीँ आनन्द जीवनयापन गर्न चाहनेहरूका लागि चाहिँ एकदम खुल्ला यहीँको नागरिक बन भनेर पनि अझै रातो पासपोर्ट दिएको हुन्छ र कतियौँ देशमा चाहिँ त्यो बिना भिजामा पनि टक्क टिकट काटेर जान मिल्ने एकदम संसारकै ठुलो एकदम शक्तिशाली पासपोर्ट, रातो पासपोर्ट पनि जापानले दिन्छ यदि यहाँको नियमहरू पालना गरियो भने र यहीँको जीवनयापन सहज रूपमा आफूले लिन सक्यो भने चाहिँ एकदम स्वागत पनि गर्छ। र पछिल्लो समयमा चाहिँ विदेशीहरूले, होइन, जस्तै हामी नेपाली होस्, श्रीलङ्का होस्, तथा इन्डोनेसिया, भियतनाम लगायत विभिन्न देशबाट यहाँ आउनेहरूले चाहिँ एकदम नराम्रो क्रियाकलापहरू, गतिविधिहरू गरियो भन्ने कुराले चाहिँ उनीहरूको मनमा हामीलाई विदेशीले सतायो, विदेशीहरूले चाहिँ एकदम नराम्रो काम गर्न थाले, यिनीहरू हाम्रो नियममा बस्न सक्दैन भने यिनीहरू जापानमा बसेको अर्थै हुन्न। जापानमा बस्नका लागि जापानको नियमको खाँचो चाहिन्छ, जापानिज भाषा स्पष्ट हुनुपर्छ र यिनीहरू 2-4 वर्ष बस्दाखेरि पनि केही भन्न खोजेको कुराहरू पनि नजान्ने भयो भने यिनीहरू जापानको नियम नमानेको हो भन्ने खालको कुराहरू पनि आइरहेको छ पछिल्लो समय। र अर्को समय चाहिँ मतलब अर्को घटना चाहिँ कस्तो छ भन्दाखेरि एकदम हामी विदेशीहरूले चाहिँ कस्तो गर्न थाल्यो भन्दाखेरि नेपालीहरूले मात्रै नभएर विभिन्न देशका विद्यार्थीहरूले पनि के गर्न थाल्यो भन्दाखेरि जहाँ पायो त्यहाँ फोहोर फालिदिने। यहाँ चाहिँ एकदम फोहोर व्यवस्थापनको एकदम कडा नियम छ है। जहाँ पायो त्यहाँ फोहोर फाल्न पाइँदैन। मिनिमम 5,000 माथिल्लो एकदम मोटो मोटो रकमहरू पनि तिर्नुपर्ने अवस्था हुन्छ जहाँ पायो त्यहाँ फोहोर फालियो भने। र अर्को पार्किङको पनि एकदम खतरा नियम छ है। अनि त्यसपछि ट्राफिक रुल्सहरू लगायत विभिन्न जुनसुकै ठाउँमा चुरोट खान नपाउने, जुनसुकै ठाउँमा के भन्छ अरे, अनि रक्सी खान नपाउने र होहल्ला गर्न नपाउने जस्ता खालका नियमहरू छन्। र आज मैले एउटा भिडियो लिएर आएको छु। म चाहिँ आज कामबाट फर्किँदै गर्दाखेरि मसँगै आउने दाइ रक्सी खाँदै आउनुभएको थियो, मतलब बियर खाँदै आउनुभएको थियो र मसँगै बाथरुममा पस्नुभयो। र मतलब केटाहरूको बाथरुममा 2 जना नै पसिन्छ, 2 जना या त्यहाँ अटे अनुसारको मै पसिन्छ। यहाँ त्यो कमन सेन्सको कुराहरू त यहाँलाई भन्नु नपर्ला। पस्नुभएको थियो र उहाँले चाहिँ केही उहाँको हरकत देखेर मलाई अलिअलि कस्तो लाग्यो। यही कारणले पनि हो हामीलाई
जापानिजहरूले एकदम नियम कडा गरेको, हामी यस्तै नियममा बस्न नसकेरै हो हामी आफैले आफूलाई गाह्रो पारेको जस्तो महसुस भयो मलाई चाहिँ। र उहाँले चाहिँ अब टक्क आउनुभयो र बियर खाँदै आउनुभएको त्यो क्यान चाहिँ बियर सकिसकेपछि, त्यो रक्सी सकिसकेपछि ट्याक्कै त्यही जहाँ बाथरुममा रेस्टरुममा पस्नुभयो, त्यहीँ छोडेर आउनुभयो। मलाई चाहिँ के लाग्यो भन्दाखेरि म उहाँलाई एकदम स्पष्ट चिन्छु, तर उहाँलाई चाहिँ म नाम खुलाउन चाहन्न र भन्न पनि चाहन्न र त्यति नजिकको पनि हुनुहुन्न, तर नेपाली हो, आफ्नो देशको नागरिक त माया लागि नै हाल्छ र यस्तो किसिमले यस्तो कारणले हो भन्ने खालको हिसाबले चाहिँ एउटा छोटो भिडियो बनाउन चाहेको मात्रै हो। उहाँले चाहिँ टक्कर खानुभयो, त्यो बियरको क्यान चाहिँ आफूले खाइसकेपछि ठ्याक्क ठाउँमा नस्याहारेर त्यो क्यान राख्ने छुट्टै भाँडो हुन्छ, त्यो भाँडोमा नहालेर जहाँ बाथरुममा पस्नुभयो त्यही बाथरुममा छोडेर आउनुभयो र मलाई एकदम नमज्जा लाग्यो र विश्वास लाग्दैन भने यो भिडियो पनि हेर्नुहोस् न त। र अहिले म एउटा एउटा स्टेसनको ट्रेन स्टेसनको शौचालयमा छु। यतिखेर म भिडियो किन बनाइरहेको भन्ने कुरा चाहिँ म यहाँहरूलाई जानकारी नै दिनेछु। र सर्वप्रथम म पहिला जान चाहे यो म अहिले जापानमा छु। जापानिजहरूले यो विदेशीहरूलाई किन नियम कडा गर्दैछ भन्ने विषयमा नर्मली कुराहरू, हाम्रै बिहेभको कुराहरू गरौँ न है। मसँग भर्खरै एकजना नेपाली दाइले ट्रेनमा रक्सी खाँदै मतलब बियर खाँदै आउनुभएको थियो। म उहाँको फोटो भिडियो त म देखाउन चाहेन र एउटा यहाँलाई पनि एउटा सन्देशमूलक होस् र जानकारीमूलक होस् भन्ने कुरा मात्रै हिसाबले एउटा भिडियो बनाउँदैछु। विदेशीहरूलाई जापानिजहरूले किन नियमहरू टाइट गर्दैछन् भन्ने कुरा म चाहिँ अहिले शौचालयमा छु र तपाईँ देख्न सक्नुहुनेछ। भर्खरै नेपाली दाइले बियर खाएर आउँदै हुनुहुन्थ्यो र उहाँले चाहिँ ठ्याक्कै आफूले खाएको क्यान यहीँ छोडेर जानुभयो। हो, बाथरुममा यसरी छोड्ने, टोयलेटमा यसरी छोड्ने र विभिन्न खालका क्रियाकलापहरूमा पनि यस्तै बिहेभ गर्दाखेरि नै जापानिजहरूले यो विदेशीहरूलाई एकदम नियमहरू कडा गरिरहेको छ क्या अहिले। हजुर यो ठ्याक्कै देख्नुभयो नि, यो भर्खरै हजुरले भिडियो हेर्नुभयो नि, यस्तै किसिमको यस्तै हरकतले गर्दाखेरि चाहिँ हामीलाई एकदम गाह्रो पारेको। तपाईँहरूको यस्तो सानो गल्तीहरूले गर्दाखेरि नियम एकदम मानेर नियममै बसेर मेहनत गरिराखेका नेपालीहरूलाई पनि असर पर्ने देखिन्छ। त्यसैले यस्ता कुराहरूलाई चाहिँ अलिअलि ख्याल गरिदिनु भयो भने हामी सबैजना यो देशमा बस्न चाहने र यो देशमा केही गर्छु भनेर मतलब आफूलाई आफ्नो लागि केही कमाउँछु भनेर ठुलो सपना बोकेर आउनुभएका नेपालीहरूको लागि पछि गाह्रो नहोस् भन्ने हिसाबले म चाहिँ यस्तो हरकतहरू नगरिदिनु होला, यस्तो सानो गल्तीहरू नगरिदिनु होला र जहाँ भोलि तपाईँलाई आफ्नै भिजामा प्रब्लम नदेखियोस् भन्ने चाहेकाले चाहिँ म यो भिडियो बनाएको। र अन्तिममा सबैजना व्यस्त रहनुहोस्, मस्त रहनुहोस् र स्वस्थ रहनुहोस् भन्दै भिडियो हेरिदिनु भएकोमा धन्यवाद। र तपाईँ के कस्ता खालको भिडियोहरू हेर्न चाहनुहुन्छ त्यो कुराहरू पनि कमेन्टमा लेखिदिनु होला। धन्यवाद।